पर्वतारोहीहरू किन हिमाल चढ्छन्? यो प्रश्न सुन्दा सामान्य लाग्छ, तर यसको जवाफ मानव इतिहासकै सबैभन्दा गहिरो रहस्यहरूमध्ये एक हो। सन् 1923 न्युयोर्क टाइम्सका एक पत्रकारले चर्चित ब्रिटिस पर्वतारोही जर्ज मालोरीलाई सोधे, तपाईँ किन एभरेस्ट चढ्न चाहनुहुन्छ? मालोरीको जवाफ थियो, किनभने त्यो त्यहाँ छ। एक वर्षपछि 1924मा यिनै मालोरी एभरेस्टको शिखरतिर बढ्दै गर्दा बादलभित्र हराए। फेरि कहिले फर्किएनन्। 75 वर्षपछि 1979मा उनको लासको केही अवशेष हिउँमा जमेको अवस्थामा भेटियो। तर उनले साँच्चै शिखर टेकेका थिए कि थिएनन्, यो आजसम्म पनि रहस्यमय छ। मान्छेहरू किन आफ्नै ज्यान दाउमा राखेर पर्वतारोहण गर्छन् त? किनकि पर्वतारोहण भनेको आत्मपरीक्षा, आफैलाई चिन्ने यात्रा हो। म कति बलियो छु, म कति डर सहन सक्छु, यी प्रश्नको जवाफ अफिसको चेयरमा बसेर पाइँदैन, बरु मृत्युको छेउमा उभिएर पाइन्छ। र त्यो शिखरमा उभिने क्षण जहाँ पुरै संसार पैताला मुनि देखिन्छ, त्यो आनन्द शब्दले वर्णन गर्न सकिँदैन। तर यो यात्रा सजिलो छैन। धेरैको त पर्वतकै काखमा अन्त्येष्टि हुन्छ, जसको गतिलो उदाहरण पाकिस्तानको ब्रोड पिकमै हिउँको च्यादरभित्र अस्ताएका एक ऐतिहासिक कीर्तिमानीको नजिक पुगेका निर्मल पूर्जा हुन्। र आजसम्म सयौं पर्वतारोहीले हिमाललाई नै आफ्नो अन्तिम शय्या बनाएका छ, र पनि हरेक वर्ष हजारौं मान्छे हिउँतिर हिँड्छन्, किनभने उनीहरूलाई थाहा छ साँचो जीवन भनेकै जोखिम हो। मालोरीले भने जस्तै कहिलेकाहीँ मान्छे किन भन्दा माथि उठेर, किनभने त्यो त्यहाँ छ भन्दै हिँड्छ।